वेलकम यु अल इन दिस भिडियो। आज हामी फेरि पनि एडभर्टिजमेन्ट राइटिङको विषयमा छलफल गर्नेछौँ। यसभन्दा अगाडिको भिडियोमा पनि गरेको थियौँ, तपाईहरुले हेर्नुभयो होला। त्यसमा हामीले प्रोडक्ट रिलेटेड एडभर्टिजमेन्ट राइटिङको विषयमा छलफल गरेको थियौँ। यस भिडियोमा हामीले जब भ्याकेन्सीको विषयमा लिएर एडभर्टिजमेन्ट राइटिङलाई डिस्कस गर्नेछौँ। सो बेसिकली एडभर्टिजमेन्ट राइटिङ भनेको के हो? नेपालीमा यसलाई विज्ञापन लेखन पनि भनिन्छ, जसको उद्देश्य हुन्छ कुनै पनि प्रोडक्ट इभेन्ट और भ्याकेन्सीको विषयमा प्रचार गरेर टार्गेट अडियन्सलाई जागरुक बनाउने, सो द्याट दे क्यान युटिलाइज द्याट प्रोडक्ट सर्भिस और दे क्यान अप्लाई फर द्याट पर्टिकुलर पोस्ट। ल यसलाई एड पनि भनिन्छ। रेडियो, सोसल मिडिया प्लेटफर्म्स, न्युज पेपरहरूमा बेला बेला यसको विषयमा तपाईले हेर्दै हुनुहुन्छ होला। सो आज हामी जब भ्याकेन्सीको विषयमा लिएर राम्ररी छलफल गर्नेछौँ र अन्तसम्म यो भिडियोलाई हेर्नुहोला। एउटा इक्जाम्पल पनि राम्ररी सल्भ गर्नेछौँ। ओके, क्लास 9 र 10 मा यो 5 मार्क्सको क्वेसन आउने गरेको छ र 100 वर्ड्समा यसको आन्सर लेख्नुपर्ने हुन्छ। र हामीले के बुझ्नु पर्यो भन्दाखेरि एडभर्टिजमेन्ट राइटिङ गर्दाखेरि हाम्रो के रिक्वायरमेन्ट के हुन्छ? एटेन्सन, इन्ट्रेस्ट, डिजायर एन्ड देन एक्सन। यसको विषयमा लास्ट भिडियोमा मैले राम्ररी डिस्कस गरेको थिएँ। स्क्रिनमा आउँदैछ होला, पढेर एकपल्ट बुझ्नु होला र राम्ररी बुझ्नको लागि भिडियो हेर्न सक्नुहुन्छ। हामी अगाडि बढ्छौँ। ओके, नाउ हाउ टु राइट भ्याकेन्सी एनाउन्समेन्ट। सो यसको स्ट्रक्चरलाई राम्ररी हेरौँ। सो स्ट्रक्चरले 1 मार्क कन्टेन गर्छ। स्ट्रक्चर तपाईले सही लेख्नु भएको छ भने 1 मार्क आउँछ। 2 मार्क कन्टेन्टको आउँछ, 1 मार्क ग्रामर र भोक्याबुलेरीको आउँछ र 1 मार्क क्रिएटिभिटीको आउँछ। अल टुगेदर 5 मार्क्स। सो 3 मार्क त इजिली 3 मार्क्स त इजिली ल्याउन सकिन्छ यो टपिक आयो भने। ल सो अब अगाडि हेरौँ हामी। सो के गर्नु पर्यो? सबै रिक्वायरमेन्ट्सलाई ध्यानमा राखेर हामीले बनाउनु पर्यो। स्क्रिनमा आउँदैछ स्ट्रक्चर, ठिक छ। सबभन्दा टपमा हामीले जब भ्याकेन्सी और भ्याकेन्सी एनाउन्समेन्ट लेख्दा हुन्छ। त्यसपछि नेक्स्ट लाइनमा हामीले फर पर्टिकुलर सब्जेक्ट, स्ट्रिम और पोजिसन हामीले दिँदा भयो। ओके, त्यसपछि हामीले के गर्नु पर्यो? पर्टिकुलर अर्गनाइजेसन, स्कुल, इन्स्टिट्युटलाई इन्ट्रोड्युस गर्नु पर्यो र पर्सनालिटी ट्रेट्स अफ अ पर्टिकुलर इम्प्लोइ और टिचर त्यसलाई बताउनु पर्यो हामीले। ल सो युजिङ 3 or 4 सेन्टेन्सेस यु क्यान राइट द्याट। त्यसपछि हामीले के गर्नु पर्यो? जुन जबको विषयमा हामीले भ्याकेन्सी दिएको छ त्यसको डिटेल्स दिनु पर्यो। पोस्ट, क्वालिफिकेसन, एक्सपिरियन्स, एडिसनल स्किल्स, स्यालेरी एन्ड बेनिफिट्स, वर्किङ टाइम और आवर्स। यु क्यान अल्सो मेन्सन वर्किङ प्लेस इफ यु वान्ट, ठिक छ। त्यसपछि यो भ्याकेन्सीको लागि कसरी अप्लाई गर्ने त्यसको विषयमा हामीले के गर्ने भनेर त्यसलाई बताउनु पर्यो, ठिक छ। अनि लास्टमा हामीले अर्गनाइजेसन और स्कुलको लोगो दिँदा भयो र अर्गनाइजेसन और स्कुल और इन्स्टिट्युटको डिटेल्स दिँदा हुन्छ। एड्रेस, इमेल एड्रेस, कन्ट्याक्ट डिटेल्स बुझाउनुपर्छ। ओके, स्क्रिनमा आउँदैछ, राम्ररी बुझ्नु होला। अब हामीले एउटा इक्जाम्पल सल्भ गरेर यसलाई मजाले बुझ्नेछौँ। भिडियो मन पर्दैछ भने लाइक अवश्य गर्नु होला। हेर न साथी, पढ्न मन लाग्दैन। इक्जाम आउँदैछ, पढ्नु त पर्यो नि, अलिअलि मेहनत गर्नु पर्यो पास गर्नको लागि। सो अब हामीले एउटा इक्जाम्पल राम्ररी बुझ्नेछौँ। होप दिस स्ट्रक्चर इज अ ज्याकपट फर यु। ल अब हामीले क्वेसन हेरौँ। सो क्वेसन रहेको छ, इमेजिन द्याट योर स्कुल निड्स अ पार्ट टाइम डान्स टिचर, प्रिपेयर एन एडभर्टिजमेन्ट फर द पोस्ट युजिङ फलोइङ क्लुज, ठिक छ। नेम एन्ड इन्ट्रोडक्सन अफ द स्कुल, रिक्वायर्ड पोस्ट, required qualification, experience, deadline, additional skills, ways to send application, salary, selection process and all, ठिक छ। बेसिकली स्ट्रक्चरलाई फलो गरेर लेख्यौँ भने हाम्रो आन्सर एक्ज्याक्टली करेक्ट हुन्छ। ओके, ठिक छ। अब हामी यसको सल्भ हेरौँ। पहिला पार्टमा हामीले के गर्नु पर्यो? एट द टप हामीले भ्याकेन्सी एनाउन्समेन्ट लेख्नु पर्यो। त्यसपछि तल वान्टेड अ डान्स टिचर। ओके, कहिलेकाहीँ हामीले डाइरेक्टली वान्टेड अ डान्स टिचर लेखिदिँदा पनि ओके, नो प्रब्लम। भ्याकेन्सी एनाउन्समेन्ट नलेखेर डाइरेक्टली वान्टेड अ डान्स टिचर लेखिदिनु भयो भने पनि इट्स ओके, गुड टु गो। ल अब यसपछि सेकेन्ड पार्टमा हामीले के गर्नुपर्छ? इन्ट्रोडक्सन दिनु पर्यो। ओके, स्कुलको विषयमा अलिकति र कस्तो हामीलाई इम्प्लोइ चाहिएको छ त्यसको विषयमा। सो स्क्रिनमा आउँदैछ, पढेर हेरेर बुझ्नु। कसरी स्कुलको विषयमा अलिकति लेखेको छ। जेनरली लेख्दाखेरि हामीले के गर्नु पर्यो? क्वालिटी एजुकेसन, एकाडेमिक स्किल्स इम्प्रुभ गर्ने, लाइफ स्किल्स इम्प्रुभ गर्ने। ओके, त्यसपछि हामीले अझै सोच्दाखेरि स्टुडेन्टलाई हामीले होलिस्टिक डेभलपमेन्टको लागि डिफ्रेन्ट एक्टिभिटिज गराउने भनेर स्कुलको विषयमा
स्कुलको विषयमा लेख्दा हुन्छ। त्यसपछि हामीले कस्तो खालको हामीलाई इम्प्लोइ चाहिएको छ, डाइनामिक पर्सन्ट, ओके, स्मार्ट पर्सन्ट, मल्टी ट्यालेन्टेड, मल्टी स्किल्स, यस्तो केही 2-4वटा शब्द तपाईँले मजाले लेख्न सक्नुहुन्छ र अझै के लेख्न सक्नुहुन्छ त्यसमा एड गरेर ही अर सी सुड बी प्यासनेट अबाउट हिज अर हर वर्क। ठिक छ, त्यति कुरा तपाईँले बुझाइदिनु भयो भने गुड टु गो। ल ठिक छ, आई होप यु आर अन्डरस्ट्यान्डिङ। भेरी सिम्पल एन्ड इजी, हामीले कम्प्लेक्स बनाउने होइन, सिम्पल इजी बनाउने हो। सो नाउ थर्ड पार्ट इज अबाउट पोस्ट अर डेजिग्नेसन डिटेल्स। सो डेजिग्नेसन अर पोस्ट सेम नै हुन्छ। सो हामीले डान्स टिचरको विषयमा, त्यसपछि क्वालिफिकेसनको विषयमा, एक्सपिरियन्सको विषयमा, एडिसनल स्किल्सको विषयमा हामीले स्यालेरीमा हामीले नेगोसिएबल पनि लेख्दा हुन्छ, फिक्स्ड पनि बताउँदा हुन्छ। वाट एभर यु वान्ट यु क्यान गिभ, नो प्रब्लम। ठिक छ। सो जब स्टेटस पार्ट टाइम हो कि फुल टाइम हो, त्यसपछि वर्किङ आवर्स 8 घन्टा, 6 घन्टा, 7 घन्टा, दिस इज अ पार्ट टाइम। सो हामीले 2 दिन राखेको छ एक विकमा। ल आई होप यु आर अन्डरस्ट्यान्डिङ, इट इज भेरी क्लियर एन्ड इजी। अब फोर्थ पार्टतिर हामी लागौँ। फोर्थ पार्टमा के भन्छ भन्दाखेरि जुन भ्याकेन्सी खुलाएको छ त्यसको विषयमा कसरी बताउने, के गर्ने, कसरी अप्लाई गर्ने। सो हामीले आफ्नो आइडेन्टिटी कार्ड, नागरिकताको कार्ड, पासपोर्ट साइजको फोटो स्क्यान कपी, जुन पनि हाम्रो डकुमेन्ट छ, एकाडेमिक प्रोफेसनल डकुमेन्ट्सहरू, ठिक छ, सबैको स्क्यान कपी इमेलमा पठाइदिँदा हुन्छ कि त डाइरेक्टली स्कुलमा आएर जम्मा गर्दा हुन्छ। हार्ड कपी प्रिन्ट आउट निकालेर स्कुलमा जम्मा गर्दा हुन्छ। द्याट इज वाट इज रिटन ओभर हियर। एज वेल एज डेडलाइन मिन्स लास्ट समय, लास्ट दिन, कुन दिनसम्म तपाईँ अप्लाई गर्न सक्नुहुन्छ त्यसको विषयमा भनेको छ। ओके, यति लेखिदिँदाखेरि फोर्थ पार्ट इज गुड टु गो। आई होप यु आर अन्डरस्ट्यान्डिङ। लाइक गर्नुहोला, मन पर्दैछ होला। ओके, मन पराइदिनु न हो भिडियोलाई, किन नपराउनु भएको। ल अब अगाडि हेरौँ हामी लास्ट पार्ट। फाइन। अब यसमा के भन्छ भन्दाखेरि इफ यु आर गुड इन स्केचिङ ट्राई टु मेक अ स्मल लोगो अफ स्कुल बनाइदिने। ठिक छ, लेफ्ट ह्यान्ड साइडमा एट द बटम लेफ्ट ह्यान्ड साइड, एट द बटम राइट ह्यान्ड साइडमा हामीले स्कुलको नाम, ठिक छ, स्कुलको एड्रेस, इमेल एड्रेस, फेसबुक पेज छ भने, सोसियल मिडिया पेज छ भने त्यो, र कन्ट्याक्ट नम्बर दिँदा हुन्छ। ओके, यसरी हामीले आन्सर लेख्ने हो। जब भ्याकेन्सीको विषयमा एडभर्टिजमेन्ट राइटिङ आउँदाखेरि कहिलेकाहीँ डाइरेक्टली क्रिएट अ जब भ्याकेन्सी भनेर आउँछ, एडभर्टिजमेन्ट आउँदैन, तपाईँले यही फर्मेटमा लेख्नुपर्छ। ओके, आई होप यु आर अन्डरस्ट्यान्डिङ। भेरी इजी, गुड टु गो। ओभरअल हाउ द आन्सर लुक्स इन यर कपी यु क्यान सी हियर। ठिक छ, स्क्रिनमा आउँदैछ। ध्यान दिने कुरा के छ भन्दाखेरि डिटेल्स एन्ड रिक्वायरमेन्ट्सको राइट ह्यान्ड साइडमा हाउ टु अप्लाई छ। यु क्यान राइट दिस आफ्टर डिटेल्स एन्ड रिक्वायरमेन्ट्स। ठिक छ, डिटेल्स एन्ड रिक्वायरमेन्ट्सको तल बटम, आफ्टर द्याट यु क्यान राइट इट। मैले राइट ह्यान्ड एन्ड लेफ्ट ह्यान्ड अलाइन गरेर लेखेको छ। यु क्यान राइट एट द बटम आफ्टर डिटेल्स एन्ड रिक्वायरमेन्ट्स, एन्ड एट लास्टमा हामीले लोगो र स्कुलको डिटेल्स दिँदा हुन्छ। आई होप यु आर गेटिङ भेरी इजी एन्ड रिडेबल एन्ड अन्डरस्ट्यान्डेबल। ठिक छ, कम्प्लेक्स बनाउने होइन, राम्रो मार्क्सको लागि पनि कम्प्लेक्स बनाउने होइन, पासिङ मार्क्सको लागि पनि कम्प्लेक्स बनाउने होइन आफ्नो आन्सरलाई। ओके, थ्याङ्क यू भेरी मच. Keep watching, keep loving, and keep growing. Signing off, Abhishek Gautam.